हेलो साथीहरू, सन्चै हुनुहुन्छ? म चाहिँ फेरि गफ लाउन आएँ ल आज। टिटिक्क कपाल कोरेर बाटेर अनि कोरियन क्रिम लेत्याक्कै भन्ने कि लपक्क लाएर होइन टल्किएर आइरहेको छु। अनि बच्चामा के हो यो वाट दिस? बच्चाको कुराकानी गर्न आएको ल म चाहिँ। तपाईँहरू बच्चा हुँदाको कसले कस्तो बिगार गर्नुभयो भन्नु न मलाई। मेरो चाहिँ खतरा बिगारमा चाहिँ बिगार गर्न चाहिँ सिपालु मान्छे हो दुईवटा चाहिँ म आज सेयर गर्छु। धेरै छ त्यस्तो बिगार उटपट्याङ त जिन्दगीमा कति गरियो, कति है कति मान्छे कुटियो, कतिले लात हान्यो, के गर्यो भनिसक्नु छैन नि। तर मलाई साँच्चीकै आज दुईवटा चाहिँ भन्छु ल, धेरै भन्दिनँ। यो चाहिँ कति नै उटपट्याङ रहेछ भन्ने हुन्छ नि त। मैले बच्चामा गरेको दुईवटा काम बिगार चाहिँ के हो भने नि, बिगार पनि होइन त्यो खालको जिद्दी पनि अनि बिगार पनि भनौँ न। सानोमा मम्मीले केट्याक गरेर के बजाएर के खसक गरेर के पुक्क खाएको देख्थेँ साँझतिर। कसले ख्याल गर्दै गर्दैन थियो, हामी चारजना होइन सबै। अनि अरू तिनजनाले के गर्थ्यो थाहा भएन। म चाहिँ मम्मीले के खानुभएछ पुलुक्क हेर्थेँ तर याद गर्दिनँ थिएँ, सोध्दिनँ थिएँ मम्मी के खानुभएको चाहिँ कहिले भन्दिनँ थिएँ। फेरि साँझतिर कट्याक गरेर खानुहुन्थ्यो, गरेर पानीसँग गरेर लुकाउनु हुन्थ्यो। एक दिन चाहिँ म पनि अब यो के रहेछ केटा तर कप्प खाने चिज भनेर पानी रेडी गरेँ हो। अनि कोही नहुँदाखेरि कोही पनि हुनु नथ्यो। म त त्यतिखेर त 1 2मा पढ्दै थिएँ होला, निकै बच्चै थिएँ, मलाई केही पनि थाहा थिएन। अनि कोही नभएको बेला पानी रेडी गरेँ अनि मम्मीको त्यो क्याट्याक गर्ने चिज झिकेँ हो। अनि कटाक गरेर झिकेर कट पानीसँग खाएँ। तर त्यो चाहिँ के रहेछ भने पिल्स रहेछ क्या, त्यो 28 दिने कति दिने चक्की हुँदैन त्यो रहेछ होइन। मम्मीले चाहिँ त्यस्तो खानुहुन्थेछ बिचरा। अब हामी चारजना भइसक्यौँ, फेरि चाहिँ बच्चा धेरै नहोस्, स्याहार सुसार पढाइ लेखाइ सबै पुऱ्याउनु पनि पर्छ भन्ने होला। अनि परिवार नियोजनको साधन रहेछ थाहा भएन, खाइदिएँ क्या कप्प मैले चाहिँ। अनि मम्मीले गर्नु भएछ, मेरो मम्मी बाठी नि त। अनि गर्नुभएछ एउटा कम, ला के हो यहाँ एउटा छैन। अनि सोध्नुभयो कसले खायो, केटाकेटी सबले फेरि ढाँट्न चाहिँ नजान्ने क्या। अनि भरे चाहिँ चारैजनाले राखेर सोध्नु भयो क्या मम्मीले। त्यतिखेर चाहिँ भने म त छिट्टो भन्ने, मैले खाएको मम्मीले सधैँ खाएको देख्थेँ अनि खाएँ भनी गएँ क्या। अब भन्छु म ढाँट्न चाहिँ कसैले केही नि सक्दिनँ। अनि ढाँट्नु नसक्ने काण्डहरू पनि छन्, त्यो चाहिँ भन्दिनँ अहिले, बच्चाकै कुरा मात्रै गर्नु पऱ्यो। अनि त्यहाँदेखि त ला अनि बुवालाई सुनाउनु भएछ मम्मीले, कान्छी छोरीले त यसरी हेर्नु पिल्स पो पक्कै खाइहाल्यो, अब के हुन्छ यसलाई भविष्यमा केही असर पर्छ, यसले केही समस्या आउँछ कि भनेर। हाम्रोतिर चाहिँ हाम्रो गाउँ हो नि त, गाउँघर त्यस्तो ठुलो यो हस्पिटलहरू नभएको। अनि हेल्थ पोस्टमा गएर बुवाले सोद्धाखेरि चाहिँ केही हुँदैन, तर पनि अब 2-4 दिन चाहिँ दुध दिनु, दुध मात्रै खाँदै बस्नुपर्ने। पछिलाई त केही हुँदैन। सानै थिएँ नि, 6 वर्ष 7 वर्षको थिएँ होला, अलिअलि याद छ। अनि दुध खाँदै छेर्दै बसेँ हो। त्यस्तो एउटा गल्ती गरेँ पिल्स खाएर होइन। अहिले हुनु चाहिँ पिल्स रहेछ त्यो थाहा भयो, मम्मीको त्यो चोरी खाएको। अनि एउटा चाहिँ के भने नि, मभन्दा दिदी 5-6 वर्ष ठुलो हो नि त। अनि दिदी त अब उमेर पुग्नुभयो अनि दिदीलाई चाहिँ इनरहरू के चाहिने रहेछ हो, मलाई त के थाहा होइन। अनि दिदीलाई के राम्रो यस्तो उस्तोहरू लगाएको देख्थेँ, अब मलाई त छैन। अनि त्यो पनि बुवा मलाई पनि दिदीको जस्तो त्यो लुगा किनिदिनु न भनिदिइ गएछु। अब मम्मीलाई बुबालाई दुवैजनालाई भने दिदीले लगाएकै लाउँछु सिधै भनौँ न। अब त्यतिखेर त्योभन्दा बुझ्नु पनि हुन्छ होला त्यो इनर। अन्त विचारमा जिद्दी गरेँ होला, दिदीको लुगा मलाई पनि चाहियो, मेरो चाहिँ त्यो लाउने उमेर होइन, त्यो आवश्यकतै होइन रहेछ। तर मलाई चाहिँ अब मन पर्यो त्यो लाउने भनेर जिद्दी गरेँ क्या। अनि त्यसपछि चाहिँ बुवाले मलाई के भन्नुभयो भने दिदी र मलाई नै राखेर, ठुलो छोरी यति वर्ष पुग्यो, दिदी 12-13 वर्ष पुग्नु भएको थियो होला, म 5-6 वर्षको थिएँ। अनि ठुलो छोरी र सानो छोरीको उमेर यति फरक छ र तिमीहरूको साइज उस्तै लाग्छ भने उस्तै कुरा लाउनु, उस्तै कपडा लाउनु, उस्तै लाग्दैन भने नलाउनु। म त जिद्दी नै छस्, म तँलाई केही भन्दिनँ। इन्द्र भन्ने हाम्रो बर्देवा दाई हुनुहुन्छ, टेलर्स छ गाउँमा होइन, दाईकोमा जानु अनि त्यहाँ नै गएर सबै नापजाप गरेर आउनु। त्यहाँ इन्ची टेप छ, अनि त्यो टेपले नापजाप गरेर हाइट वेट सबै इधर उधर मिल्यो भने तिमीहरू दुइटैलाई उस्तै खालको कपडा किनिदिन्छु भन्नुभयो क्या बुवाले।
त्यो चिज पनि मैले माग्नुपर्ने होइन रहेछ क्या। दुईवटा चाहिँ मेरो बचपनको गडबडीहरू, अरू धेरै छ, अहिलेलाई चाहिँ दुईवटा भने। ल कसले के गर्नुभयो सुनाउँदै जानुहोस् न, यसो गफ रमाइलो पनि हुन्छ। ल त बाई।